मैले फर्स्ट पार्टको भिडियो बनाइसकेको र फर्स्ट पार्टको भिडियोमा सबै कुरा समेट्न नसकेको कारणले गर्दा मैले आज सेकेन्ड पार्ट बनाउन गइरहेको छु र मलाई जुन ड्युटीको सिफ्टले गर्दा भिडियो बनाउने टाइम मिलेको थिएन र आज टाइम भएको हुनाले मैले सेकेन्ड पार्टमा केही कुराहरू थप्नेछु र तपाईँ इजरा लाउने क्रममा मैले पहिला फर्स्ट भिडियोमा चाहिँ ल्याउन भने त्यो बाहेक आर्ट सामान ल्याउनु पर्ने भनेको तपाईँले सकेसम्म एक दुई जोड क्रक्स चप्पलहरू राख्नु जुन अलिकति राम्रै क्वालिटीको राख्नु जसको यहाँ यदि तपाईँले राम्रै क्वालिटीको सामान लिन चाहनुहुन्छ भने यहाँ 250 देखि 350 सेकेन्डसम्म क्रक्स चप्पलको मूल्य पर्दछ र मजाहरू पनि अलिकति धेरै मात्रामा राख्नु किनकि क्रक्स चप्पल र मजा हाम्रो कामको लागि धेरै नै आवश्यकता छ र त्यसको साथसाथै बरु तपाईँले कपडा आफूले लगाउने कपडा त्यति धेरै मात्रामा आवश्यक पर्दैन र त्यसको साथै तपाईँ इजरा लगाउने क्रममा तपाईँको फ्लाइट दुबईमै हुने गर्दछ। यदि फ्लाइट दुबईको टिकट छ भने तपाईँको जुन टिकटमा लेखेको लगेजको वेट अनि ह्यान्ड क्यारीको वेट जति हुन्छ त्योभन्दा 1-2 केजी भन्दा बरु नराखेकै राम्रो भन्दछु किनकि त्योभन्दा धेरै यदि 4-5 किलो बढी भयो भने 1 केजीको मूल्य 3200 देखि 3500 सम्म लिने गर्दछ जसले त्यो सामान लिनुभन्दा नलिनु नै ठिक हुन्छ र तपाईँ फ्लाइटको लागि सबै रेडी भइसकेपछि तपाईँले तपाईँको ह्यान्ड क्यारीमा एउटा पानीको बोतल र केही खानको लागि केही सामान राखेको पनि राम्रो हुने गर्दछ जसले गर्दा तपाईँको जुन दुबईमा फ्लाइट दुबईको मार्फत आउँदा जुन दुबईमा ट्रान्जिट हुन्छ त्यो ट्रान्जिटको लागि ट्रान्जिटमा वेटिङ गर्नुपर्ने हुन्छ त्यो बेलामा तपाईँले त्यो चिज खान पनि सक्नुहुन्छ र पानीको बोतल छ भने दुबईको एयरपोर्टभित्र पानी भरेर त्यो बोतल युज गर्न सक्नुहुन्छ र दुबईको जुन एयरपोर्टभित्र पसलहरू छ त्यहाँ एकदमै एक्सपेन्सिभ छ खाने चिजहरू र यो भिडियोमा यति नै। यदि तपाईँलाई अझै मोर इन्फर्मेसन चाहिन्छ भने म अरू भिडियो पनि बनाउने जानेछु त्यसको लागि तपाईँले लाइक, सेयर, कमेन्ट गर्दै जानुहोला।